यो देश एमाले भर्सेस ट्यापे बन्न गयो के यो देशमा त अरू शक्तिहरू पनि छ यो गणतन्त्र ल्याउनलाई त हैन धेरै ठुलो चाहिँ 17,000 मान्छेहरूले बलिदान गरेको इतिहास पनि छ यहाँ हामी स्वयं पनि त्यसको लागि लड्न गएको हो लडेको हो तर आज के भयो त यो देश त यस्तो आयो कि तपाईको एउटा ट्यापेहरूले चाहिँ कब्जा गर्यो फेरि त्यहाँ गएर चाहिँ एमाले मात्रै त्यसको विरोध गर्न सकेको छ अरू त सबै मान्छे डराएर भित्र डुलामा लुकिया देखियो तपाईको किन डराछ मान्छे अहिलेको गृहमन्त्रीले तपाईको हैन त्यत्रो देशमा चाहिँ हाम्रो बाबुबाजेले चाहिँ तिमुर घिउ बेचेर करबाट बनाएको सिंहदरबार जलाइयो तपाईको सर्वोच्च अदालत जलाइयो मालपोत कार्यालय जलाएर त्यहाँ तपाईको चाहिँ त्यो सर्वसाधारणको अहिले चाहिँ लाल पूर्जा हराएर बिजोग छ तपाईको कोही एउटा मान्छे बोल्नु पर्दैन कोही बोल्नु पर्ने हैन र हैन किन त्यो ट्यापे देखेर किन डराएको मान्छे मैले 10 वर्ष अगाडि भने यो रविलाम छैन मान्छे ठीक छैन भने हाम्रा इष्ट मित्र मेरा साला भेना दाइ दिदी जति छन् मान्छे मलाई एक्लो बनाएको बेला हैन मलाई मेरो जुइले त छोडेरै गएको तपाईको हैन हैन सब मान्छे चाहिँ त्यसको पछि हिँड्यो पछि एउटा काठमाडौँमा ट्यापे आयो यसले पनि तिमीलाई केही गर्दैन यो ट्यापेले कहाँबाट देश बनाउला भने मैले आखिर देशै जलाइदियो उसको हैन त्यहाँ गएर ठ्यान नेवारहरू मरिगया थिए हैन आज आएर देशै खतम बनाइदियो हेर्नुस् त 10-12 वटा देशमा भिजै छैन तपाईको कहाँ काम गर्न जाने हो तपाईको के खाने हो तपाईको हैन अझै पनि डराइरहेछ त्यो सेना आफसँग हतियार छ डराइरहेछ पुलिसको 1200 हतियार लुटेर लगेको छ त्यसबारेमा कोही बोल्दैन हैन कांग्रेस एमाले त नभनौँ कांग्रेसका कार्यकर्ता माओवादीका कार्यकर्ता कहाँ गएका छन् कति डराएको हैन के गरेको एउटा ट्यापे देखेर किन डराएको भन्नुस् त हैन नेतृत्व लिन सक्नु पर्यो नि नेताले गल्ती गरेछ भने त लोकतन्त्र के को लागि ल्यायो त चुनावमा जनताले हेर्ला नि त हैन चुनावले जिताएर पठाएको सरकारलाई तपाईको 2-4 वटा ट्याबे आएर तपाईको चाहिँ उ गरेको भरमा तपाईको चाहिँ राजीनामा दिएर हिँड्ने तपाईको सञ्च पाइन्छ तपाईको अब चुनाव गर्ने भन्छ कति अरबौं पैसा लाग्छ त्यो पैसा कहाँबाट आउँछ तपाईको हामी जस्तो मान्छेले तिर्ने हैन भोलि महँगी पर्दैन त्यो सोच्नु पर्दैन अनि युवा पुस्ता भन्छ युवा पुस्ताले फालेर 73 वर्षको मान्छे लिएर प्रधानमन्त्री राखेछ कहाँ न कहाँका नाटकका जोक्करहरूलाई लिकन एउटा चाहिँ पुनलाई म मगरै होइन भन्ने मान्छेले लिएर त्यहाँ मन्त्री बनाएको छ तपाईँ मगरको कत्रो बेइज्जत भयो हेर्नुहोस् त कहाँ छन् मान्छेहरू किन डराएको डराउने किन